समस्त 33 कोटी देवी देवताहरूको माधवपुर मठमा तथा धार्मिक संस्था समन्वय समितिद्वारा आयोजित राष्ट्रिय भजन तथा शङ्खवादन कार्यक्रमको समस्त भक्तजनहरूको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत्। यो दाजुभाइयो आज चितवन जिल्लाको 15 नम्बर माधवपुर वनले आयोजना गरेको राष्ट्रिय भजन तथा शङ्खवादन प्रतियोगितामा उपस्थित हुनुभएका सारा अतिथिगणहरू, आयोजक मण्डलहरू अनि सारा बस्नुभएका श्रोतागणहरू तथा हाम्रा प्रतिस्पर्धी साथीहरूलाई पनि नारायण गर्छौँ नमस्कार। गजाननं भूतगणादिसेवितं कपिलजम्बो फलचारुभक्षम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः। नारायण जय गुरु गणेश जय गुरु गणेश। शान्ताकारां भुजगशयनां पद्मनाभं सुरेशां विश्वोद्धारां गगनसतीशां वेगवदनां शुभाङ्गां लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं। माछो कुर्मा बँदेल बाघ भनिँदै कहिले मगान्ते हुँदै क्रोधी जङ्गली छोड्दै कहिँदा योगी खुरी जाइ हुँदै नाना रूप लिँदै कलङ्क सहँदै मुहार हर्दा छँदा हाम्रा यही मनमाने बसिराखुन् श्री शेष साई सदा। नारायण वासुदेवाय।